हाम्रो पात्रो नेपालको नम्बर 1 एप हो। यो त तपाईहरु सबैलाई थाहा नै होला। तर के तपाईहरुलाई थाहा छ कस्तो छ त आखिर हाम्रो पात्रोको सफलताको यात्रा? कसरी गर्यो त्यसको सुरुवात? यदि थाहा छैन भने आउनुस् आजको भिडियोमा जान्ने कोसिस गरौँ द सक्सेस स्टोरी अफ हाम्रो पात्रो। सो बेसिकली हाम्रो पात्रोको सुरुवात हुन्छ एउटा भित्ते पात्रोबाट। जब यसका फाउन्डर शङ्कर उप्रेती आफ्नो मास्टरको लागि युएस गएका थिए तब उनले आफूसँग एउटा भित्ते पात्रो बोकेर गएका थिए ताकि उनलाई नेपालमा हुने चाडपर्वहरूको तिथि बिर्सिनु थिएन। तर भित्ते पात्र त 1 वर्षको लागि मात्रै हुन्छ। 1 वर्षपछि त एक्सपायर हुन्छ। अनि त्यति बेला उनको दिमागमा एउटा कुरा आयो, यदि मैले एउटा डिजिटल क्यालेन्डर बनाएँ भने मलाई साथसाथै म जस्तै विदेशमा रहेका थुप्रै नेपालीहरूलाई कति सजिलो हुन्थ्यो होला। र यही सिम्पल आइडिया हाम्रो पात्रोको सुरुवात बन्न पुग्छ। त्यसपछि उनले 2010 एडीमा हाम्रो पात्रोलाई आइओएसमा लन्च गरिदिए र उनले बिस्तारै त्यसमा फिचर्सहरू पनि एड गर्न थाले, जस्तै मनी एक्सचेन्जको फिचर। यदि कोही मान्छे विदेशमा बस्छ र नेपालमा पैसा पठाउन चाहन्छ भने उसले एक्सचेन्ज रेट हेर्न पर्थ्यो र त्यसको लागि यो एप एकदमै युजफुल भयो। र 2014 एडीमा उनले यो एप प्ले स्टोर अर्थात् एन्ड्रोइडमा पनि लन्च गरिदिए र यसले एपमा झन् धेरै ट्राफिक ल्याउन थाल्यो र यसले मोर देन 1 लाख डाउनलोड क्रस गरिसकेको थियो। उनले आफ्नो फुल टाइम हाम्रो पात्रोलाई दिनको लागि आफ्नो $1,30,000 इयरली स्यालेरी भएको जब छोडिदिए। त्यसपछि उनले 2015 एडीमा नेपालमा अफिसियली हाम्रो पात्रोको अफिस इस्टाब्लिस गरिदिए र हाम्रो पात्रोले मार्केटिङ पनि नोटिफिकेसनको थ्रु गर्थ्यो। जस्तै एउटा फेस्टिभल आउन लागेको छ भने यसले 3-4 दिन अगाडि नै नोटिफिकेसनको थ्रु रिमाइन्ड गरिदिन्थ्यो। मान्छेहरूलाई पनि यो कुरा एकदमै मन पर्न थाल्यो। आज हाम्रो पात्रोको मोर देन 1 करोड प्लस डाउनलोड छ। यसलाई दिनमा लगभग 20 लाख भन्दा बढी नेपालीले युज गर्छन् र हाम्रो पात्रो एउटा हबी प्रोजेक्टबाट नेपालको मोस्ट डाउनलोडेड एप बनेको छ। त्यति मात्र होइन, हाम्रो किबोर्ड, हाम्रो पे, हाम्रो मार्ट, हाम्रो लुडो जस्ता अरू धेरै हाम्रो एप्स पनि मिलियन्समा डाउनलोड भएका छन्। स्लोली यो एउटा इकोसिस्टम बनिरहेको छ र शङ्कर उप्रेती भन्नुहुन्छ कि आइटी सेक्टर एकदमै कम्पिटेटिभ सेक्टर हो र यसमा फ्रिक्वेन्टली नयाँ चेन्जेसहरू ल्याउनु पर्छ र सायद यही माइन्डसेटले नै हाम्रो पात्रोलाई अहिलेसम्म नेपालको मोस्ट डाउनलोडेड एप बनाएको होला। हाम्रो पात्रोको यो स्टोरीले यो सिकाउँछ कि एउटा सिम्पल समस्याबाट जन्मेको आइडियाले पुरा देशमा इम्प्याक्ट गर्न सक्छ। अब तपाईसँग पनि केही आइडिया छ भने किन ट्राई नगर्ने त? के थाहा तपाईको त्यो आइडियाले पुरै दुनियाँ पो बदल्न सक्छ कि? यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो त? आशा छ राम्रो लाग्यो होला र यदि राम्रो लागेको भए भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरी साथ दिन सक्नुहुनेछ। आशा छ हामी छिट्टै भेट्नेछौँ कुनै नयाँ भिडियोमा कुनै नयाँ टपिकका साथ। तबसम्मको लागि जय देश जय नेपाल।